बुढा आज हामी नि बुवा र म काठमाडौँबाट बुद्धयारीमा आयौँ। पहिला पहिला बुद्धयारले 2टा टफी दिन्थ्यो, साना साना 2टा टफी। अब एउटा प्लेटमा ल्याउँथ्यो, 2टा टिप्थ्यौँ अब। अनि अहिले चाहिँ अलिकति प्रगति गरेछ कि क्या हो, यो फ्रुटीमा आएछ है, फ्रुटी दिएछ। अनि यो यो बदाम हो, यो के हो, यो दिएछ होइन, अहिलेको दियो अहिले। अनि अनि यो बुद्धयार सबै यारले हो कि बुद्धयारले हो त्यो पनि मलाई धेरै थाहा छैन। हेर्नु 50% डिस्काउन्ट गर्छु भन 70 वर्ष माथिकालाई, तर कहाँ डिस्काउन्ट गरिदिनुहोस् भने 17,000मा अरे। त्यो 17,000मा त अनि यो अहिलेको यो कति के अरे 8-9 हजारको टिकटमा हाफ गरे पो एउटा मान्छेलाई होइन हिँड्न सक्थ्यो त, बुढाबुढी हिँड्न सक्थ्यो त। अब त्यो 17,000 भनेको त कहाँ पुग्यो, त्यो त डिस्काउन्टभन्दा माथि पुगेन। मैले चाहिँ चित्तै बुझेन कि त्यो। तिमीलाई यो चित्त बुझेन? अनि सुन न, तिमीलाई थाहा छ बसको टिकट यो काठमाडौँ धनगढीको कति छ थाहा छ? 3,000-3,500 पुर्यायो होला नि अहिले त। तर अफ सिजनमा बसमा तिमी जाऊ त उनीहरूले 2,000-2,200 पनि लगिदिन्छु भन्छन् होइन? हो, यो बारेमा बुझ्दाखेरि प्लेनवालाले पनि के भन्छन् भने हाम्रो खास फुल रेट भनेको 17,000 हो धनगढी काठमाडौँ, र चाहिँ अहिले हामीले सामान्यतया छोडेको 8,000-9,000को टिकट भनेको चाहिँ डिस्काउन्ट रेट हो। त्यो डिस्काउन्ट गरेको रेटमा 50% हुँदैन। यदि तपाईँले यतिखेर पनि 50% माग्नु भने चाहिँ हामीले त्यो फुल रेटको 50% गर्नुपर्छ। त्यसैले अहिले तपाईँलाई चाहिँ यो 50%को रेट लिँदा टिकट लिँदा चाहिँ फाइदा हुँदैन, पोसाउँदैन भन्छन्। अनि के फगाएको जस्तो लाग्यो कि बिचरा नेपालमा त कतिजना प्लेनै नचढ्नु भएको छ। यसो अब 50% डिस्काउन्ट त्यो 17,000मा गर्दा त उहाँ त अब छोराछोरीहरू आफन्तहरू त बुढाबुढी जहाँ हुनुहुन्थ्यो त्यहाँ पो भेट्न जानुहुन्छ त। अरू बेला पो बिरामी सिरामी पर्दा औषधि उपचार गर्दा अनि यसो आफन्त छोराछोरी नातिनाति आफन्त भेट्न जाँदाखेरि पो अरू बेला डिस्काउन्ट गरेको, यो छुट गरेको रेटमा डिस्काउन्ट गरेको हुन्छ त। यो अब यहाँ सुन है, तिमीलाई थाहा छ नेपालमा अहिले सरकारी वायु सेवा निगम छ, चल्छ, थाहा छ? बुद्ध भनेको त प्राइभेट हो होइन, श्री भनेको प्राइभेट हो। नेपाल एयरलाइन्स के हो? नेपाल एयरलाइन्स त छ, तर कहिले चल्छ कहिले चल्दैन यसो केही ठेगाना। त्यही भएर यो सबै गर्ने भनेको सरकारी चाहिँ प्लेनहरू चलेर, सरकारी बसहरू चलेर, प्राइभेट चाहिँ बस प्लेनहरूलाई चाहिँ आफ्नो रेट झार्न बाध्य बनाउनु पर्ने हो। तर नेपालमा त्यही संस्था कमजोर छ, त्यो संरचनाहरू नै छैन अहिले। त्यही भएर यो यस्तो भएको हो। अब व्यापारीले पनि आफ्नो ठुलो लगानी गरेको हुन्छ। प्लेन भनेको सामान्य लाख करोडमा आउने होइन, झन्डै झन्डै अरबभन्दा माथि जान्छ। त्यति ठुलो लगानी गरेको हुन्छ। अनि उनीहरू पनि व्यापारी हुन्, उनीहरूले पनि आफ्नो समयमा आफ्नो तरिकाले व्यापार व्यवसाय गर्नुपर्ने हुन्छ। अब दसैँ तिहारमा हामी 17,000 भयो टिकट भन्छौँ, तर एकातिरबाट उताबाट कि आउने मात्रै हुन्छ कि जाने मात्रै हुन्छ। कुनै एउटा साइडमा चाहिँ प्यासेन्जरहरू कम हुन्छ, अनि उनीहरूलाई घाटै लाग्छ त। अनि उनीहरूलाई घाटा लाग्ने पनि हुन्छ, व्यापारीले मौकाको फाइदा पनि लिएका हुन्छन्। यो दुइटै कुरा हुन्छ। अब यो दुइटै कुरालाई चाहिँ सन्तुलन मिलाउनु भनेको सरकारी निकायले हो। त्यो सरकारी निकाय नै हामी कहाँ कमजोर छ? नभए त दिल्लीदेखि यो दिल्लीतिर काठमाडौँकै टिकट सस्तो छ नि धनगढी काठमाडौँभन्दा। त्यही भएर अब यो हामी धेरै जान्दैनौँ यो कसले कति टिकट गर्नुपर्ने, खालि यति मात्रै जानकारी गराउँ। यो जुन 50%को टिकट छ हाम्रो डिस्काउन्ट भन्ने, यो डिस्काउन्ट चाहिँ 17,000 फुल रेटको टिकटमा हो। यो टिकट चाहिँ हामीलाई दसैँ तिहारमा जुन सस्तो दरको टिकट छोड्दैन एयरलाइन्सले, त्यति बेला मात्रै हामीलाई चाहिँ बुवाआमाको टिकट काट्नलाई हामीलाई सजिलो हुन्छ, हामी सस्तोमा पर्छौँ। अहिलेलाई यति नै, धन्यवाद।